चोरले नै उल्टे बाख्रा धनीलाई आक्रमण गर्न खोजेपछि बाख्रा किसानले आक्रमण गर्दाखेरि चोरको मृत्यु भएको छ। बाख्रा चोरेर लाने र उसले काटेर खाने योजना बनाएको थियो। अनि ज्यान आफ्नो बचाउनका लागि उहाँले हातमा हान्नु भएको। सन्तोष सरको कुनै गल्ती छैन। खसी चोर्न उही 1 बजे आउने, उही घिचरामा पक्रेर ज्यान मार्न खोज्ने त आफ्नो ज्यान बचाउन सन्तोष सरको गल्ती छ र? सुनसरीको रामधुनी नगरपालिका वार्ड नम्बर 2 मा गैराती बाख्रा चोर्न गएको बेला एकजनाको हत्या भएको छ। बाख्रा चोर्न गएको क्रममा बाख्रा चोर्दा चोर्दै स्थानीयले हेरिसकेपछि त्यसलाई प्रतिवाद गर्न ओर्लिएको थियो स्थानीय। तर बाख्रा चोर्दा चोर्दै पक्राउ परेका चोरलाई भने प्रहार गर्न खोज्दाखेरि चोरले नै उल्टे बाख्रा धनीलाई आक्रमण गर्न खोजेपछि प्रतिरक्षामा बाख्रा किसानले आक्रमण गर्दाखेरि चोरको मृत्यु भएको छ।